साथीहरु लक्ष्मीलाई चढाउनको लागि मैले चाहिँ कुराउनी बनाउँदै छु। हेर्नुस् मैले चाहिँ खुवा घोड्दै छु। आज मसँग कराई नभएको कारणले डेगमा घोड्दै छु म माथि भान्सामा आएर। अनि यसरी 15 लिटर दुधको खोइ हेरौँ कति बस्छ। अनि यसरी म खुवा घोड्दै छु आज। मलाई पनि अब दिवालीको सुरुको मिठाई भन्ने कुरा यही खुवाबाट सुरु गर्छु। के गर्नु साथीहरु, दुःखको कुरा। आफूलाई 50 वर्षको उमेर भएपछि अब खुवा खान मिल्दैन। यसरी बनाउँदै छु म। बस्ला जस्तो छ 2-3 किलो जति, सायद 3 किलो बसिहाल्छ कि जस्तो लाग्यो है मलाई चाहिँ। अब थोरै खानको लागि बनाउँथ्यौँ पहिला। अनि अहिले चाहिँ दिवालीको लागि म मिठाई बनाउँदै छु। हजुरहरु त रोटी पकाउन थाल्नुभयो होला। आज म खुवा पकाउँदै छु। आगोमा पका भन्नुहुन्थ्यो, कराई छैन बसेर घोट्ने। अनि यही मेरो दुध तताउने टोप छ, आगोमा पकाउँला भनेर माटो लगाएँ। अब अहिले चाहिँ आगो छैन, म यसरी पकाउँदै छु खुवा। अहिले कति बस्छ अनि अर्को भिडियो बनाउँछु, हजुरहरु हेर्नु होला। खाली दुधको मात्रै बनाउने हो। यसमा चाहिँ पछि पाक्ने बेलामा अलिकति इलायची पिसेर हाल्ने हो। अनि दुधको मात्रै बनाउने हो। बुढाबुढीले अलि गुलियो खान खोज्यो भने अलिकति चिनी हाल्ने हो, नभएदेखि त्यही चिनी पनि नहालिकन पकाउने हो। अनि यसरी खुवा घोटेर पकाएर प्रसाद बनाउने देवीलाई। अनि खुवा पकाउँदै मैले चाहिँ यो पूजाको भाँडाहरू माझ्दै सफा गर्दै गरेँ। अनि साथीहरु मैले यो चाहिँ डेकोरेसन गर्दैछु। अनि मैले कपासको बत्ती काटेर दिवालीमा बाल्नको लागि राखेको छु। भाँडोमा भरेर यसमा पनि छ धागाको। यसमा चाहिँ मैले कपासको बनाएर राखेको छु। धेरै बनाएर राखेको छु कपासको। यो सबै कपासको मात्रै हो। कसरी राम्रो देखिन्छ भनेर मिलाउँदै छु। अहिले चाहिँ म सरसफाइ गर्दै छु, ठिक पार्दै छु सरसामानहरू। अनि देवीलाई त्यहाँ विराजमान गराएर राखेँ। अनि उता म खुवा पकाउँदै छु नि, त्यसै उनले खुवा पकाउँदै छु। मैले कलश भाँडाहरू माझेँ। अब मैले डेकोरेसन गर्दैछु, कस्तो देखिन्छ।